सर सर्टकट कीबाट चाहिँ यो फोल्डरको नामहरू कसरी चेन्ज गर्ने हो सर? अलिकति बताइदिनु होला नि, साथीहरू एकदमै परेसान छ सर। ल ठिकै छ, अब परेसान हुनु पर्दैन। कुनै पनि फोल्डरको चाहिँ सर्टकट कीबाट चाहिँ कसरी नाम चेन्ज गर्न सकिन्छ। जस्तै यहाँ उषा राम रहेको छ, अलिकति क्यामेराम्यानलाई म चाहिँ जुम गर्न भन्दैछु। जस्तै यहाँ उषा राम रहेको छ, यसलाई के गर्नुपर्छ, हामीलाई सिलेक्ट गर्नुपर्छ। ठिक छ, लेफ्ट बटन थिचेर त्यसपछि किबोर्डमा रहेको F2 बटन चाहिँ यसरी थिच्नुपर्छ। हेर्दा भयो है, यहाँ हेर्नुहोस् त। त्यसपछि ब्याक स्पेस बटन थिचेर कुनै एउटा नाम मैले राखेँ, जस्तै मैले काजल राखिदिएँ। ठिक छ, काजल मण्डल राखेँ। त्यसपछि मैले इन्टर गरेँ। यो छ एउटा तरिका छ, तपाईँले चाहिँ सर्टकट कीबाट F2 बटन थिचेर कुनै पनि नामको फोल्डरलाई चाहिँ अर्को नाम हामी चाहिँ चेन्ज गर्न पाइहाल्छौँ, रिनेम गर्न पाइहाल्छौँ। थ्याङ्क यू। अर्को धेरै सजिलो रहेछ सर। ल बुझ्यो, अब साथीहरूले पनि बुझ्छन् होला सायद। अब अर्कोपल्ट केही पऱ्यो भने हजुरलाई फेरि भन्छु। धन्यवाद। ल ठिकै छ। अर्को यस्तै सर्टकट कीहरू थाहा पाउनलाई तपाईँलाई चाहिँ हाम्रो पेजलाई फलो गर्नुपर्छ। इन्स्टाग्राम, फेसबुक, युट्युब र टिकटकमा पनि रहेको छ, हामीलाई फलो गर्नु होला। धन्यवाद। ओके, धन्यवाद।